आज हामी एउटा यस्तो गजबको समाजशास्त्रीय प्रयोगको बारेमा कुरा गर्दैछौँ जुन बाहिरबाट हेर्दा एउटा ठूलो सर्भाइभल च्यालेन्ज जस्तो देखिन्छ। तर भित्रभित्रै यसले मानव स्वभाव र सङ्कटमा हामी कसरी मिलेर काम गर्छौँ भन्ने बारेमा पुरै अचम्म लाग्दा कुराहरू बाहिर ल्याउँछ। ढिला नगरी सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। अब यो पुरै खेलको मुख्य प्रश्न के हो भने नि, एकातिर जङ्गलमै महिनौं बिताएका कडा सिप भएका 50 जना विशेषज्ञहरू छन्, अर्कोतिर क्याम्पिङको क पनि नजान्ने 50 जना एकदमै साधारण मानिसहरू छन्। प्राकृतिक चुनौतीसँग जुझ्न औपचारिक तालिमले सबै थोक हो त, कि एउटा समूह बनेर टिक्ने क्षमताले बाजी मार्छ? यो हेर्न साँच्चै नै चाखलाग्दो छ। अनि यो कुनै सामान्य रमाइलो मात्र पक्कै थिएन। यहाँ दाउमा थियो पुरै $2.5 लाख। यो विशाल रकमले उनीहरूको धैर्यताको साँच्चीकै अन्तिम परीक्षा लिनेवाला थियो। नियम एकदम सिधा थियो, उद्धार टोली नआउन्जेलसम्म जुन टोलीले आफ्ना धेरै सदस्यहरूलाई जोगाएर राख्न सक्छ त्यो टोलीले यो सबै पैसा आपसमा बाँड्न पाउने। यसले गर्दा नि हरेक सानो निर्णय र समूहको एकता एकदमै महत्त्वपूर्ण बन्न पुग्यो। सुरुवाती तयारी हेर्दाफेरि नै आकाश जमिनको फरक देखिन्थ्यो, जुन अलिकति हास्यास्पद पनि थियो। नीलो टोली जो एकदम एक्सपर्ट थिए, उनीहरूले सुकेका पात र हाँगाहरू जम्मा गरेर बस्ने ठाउँ बनाए अनि खानाको लागि पुरै जङ्गलमै भर परे। तर रातो टोलीका साधारण मानिसहरूलाई चाहिँ पसलमा गएर सामान किन्ने छुट थियो। उनीहरूले के ल्याए त? डोरी, पानीका ठुल्ठुला प्याकेट, बच्चाहरूले खेल्ने टेन्ट र बजारमा पाइने तयारी स्न्याक्सहरू। यो फरकपनले नै आउने दिनहरू कस्तो हुनेछन् भनेर प्रश्न पारिसकेको थियो। प्राविधिक सिप विरुद्ध किनेका सामान। हामीले जे सोचेका थियौँ र जे भयो त्यो छिट्टै छर्लङ्ग भयो। रातो टोलीले सुरुका 2 दिनमै आफूले ल्याएका सबै स्न्याक्सहरू खाइसके, माछा मार्न खोज्दा पनि फोहोर मात्रै ताने। उता नीलो टोलीका विशेषज्ञहरूले भने जङ्गललाई नै किराना पसल जस्तो बनाइदिए। माछा मार्ने पासो बनाए, दिगो खानाको स्रोत जुटाए अनि पातहरू मिलाएर न्यानो वासस्थान पनि तयार पारे। तर याद राखौँ, यो त केवल भौतिक तयारी मात्रै थियो। र ठिक यहीँनिर एउटा ठूलो विडम्बना आइलाग्छ। जमिन यति चिसो थियो कि हरेक कुरा भिजेको थियो। सबैभन्दा अचम्मको कुरा त के भने, पहिलो दिनमै यो चुनौती सहन नसकेर हार मान्ने पहिलो 2 व्यक्ति रातो टोलीका ती साधारण मानिसहरू थिएनन्। उनीहरू त नीलो टोलीका उच्च प्रशिक्षित वन विशेषज्ञहरू पो थिए। चिसो जमिन र थकानले उनीहरूलाई पहिलो रात नै सुत्न दिएन अनि उनीहरूले हार माने। यसबाट के देखिन्छ भने, शारीरिक र प्राविधिक रूपमा जतिसुकै बलियो भए पनि मानसिक दृढता बिना जङ्गलमा टिक्न असम्भव छ। भोकमरीको मनोविज्ञान। अब नीलो टोलीभित्र कसरी दरार आउन थाल्यो भन्ने कुरा बिस्तारै बाहिर आउन थाल्यो। विशेषज्ञहरूको टोलीका केही सदस्यहरूले जङ्गलबाट जम्मा गरेको खाना आफ्नै साथीहरूबाट लुकाउन थाले। उनीहरूलाई अरूले धेरै खाइदेला कि भन्ने डर थियो। एकजनाले त सिधै भनिन्, म चाहन्न कि उनीहरूले यसमा नियन्त्रण गरून्। यो अविश्वासको भावनाले गर्दा बलियो भनिएको टोलीको जग नै हल्लिन पुग्यो। यसको ठिक उल्टो दृश्य रातो टोलीमा देखिन्थ्यो। एकातिर विशेषज्ञहरू खाना लुकाउँदै र झगडा गर्दै थिए, तर अर्कोतिर साधारण मानिसहरूको टोलीले एउटा सानो परिवार जस्तै समुदाय बनाइसकेको थियो। उनीहरूसँग बचेको थोरै खाना, जस्तै दिनको एउटा मात्र स्याउ भए पनि, सबैलाई बराबर बाँडेर खान थाले। यो खेल जित्ने हो भने एकअर्कालाई साथ दिनु र आफूसँग जे छ त्यसैलाई मेलेर चलाउनु बाहेक अर्को विकल्प छैन भन्ने कुरा उनीहरूले बुझिसकेका थिए। अहङ्कार, विवाद र बाहिरिने क्रम। साँच्चै भन्ने हो भने विशेषज्ञहरूको मुख्य समस्या उनीहरूकै व्यक्तित्वभित्र लुकेको थियो। नीलो टोलीमा 50 जना सर्भाइभल एक्सपर्ट हुनु भनेको 50 जना टाइप ए अर्थात् एकदमै प्रतिस्पर्धी र अरूलाई नियन्त्रण गर्न खोज्ने मानिसहरू एकै ठाउँमा हुनु थियो। हरेक व्यक्ति आफूलाई नेता नै ठान्थ्यो र बाँच्ने सही तरिका आफूलाई मात्र थाहा छ भन्ने सोच्थ्यो। खाना पकाउने ठाउँ सफा गर्ने जस्तो ससानो कुरामा पनि उनीहरूबीच चर्को भनाभन हुन थालिसकेको थियो। र अन्त्यमा यही कुरा उनीहरूको पतनको मुख्य कारण बन्यो। उनीहरूकै एक सदस्यले खुलेरै स्वीकार गरिन्, मलाई टोलीको हिस्सा बन्न साँच्चै गाह्रो लाग्छ, म स्वभावैले अलिक विद्रोही छु। जब मानिसहरू एकअर्काको कुरा सुन्न वा अलिकति सम्झौता गर्न पनि तयार हुँदैनन्, तब जतिसुकै ज्ञान र सिप भए पनि टोली टिक्न सक्दैन। एकताबद्ध भएर काम गर्न नसक्दा उनीहरू भित्रभित्रै कमजोर हुँदै गए र धेरैले आफै खेल छोडेर जान थाले। एकातिर भोक र आपसी विवादले सताइरहेको थियो, अर्कोतिर प्रकृतिले पनि उनीहरूलाई कुनै दया गरेन। रातको कठ्याङ्ग्रिदो चिसो अनि त्यसपछि आएको लगातार 5 घण्टाको मुसलधारे वर्षा, सबैका लुगा र बस्ने ठाउँ पूर्ण रूपमा भिज्यो। निन्द्रा शून्य, चिसो अत्याधिक।
यही कारणले गर्दा रातो टोलीबाट 6 जना र नीलो टोलीबाट 2 जनाले एकैपटक हार मानेर बाहिरिए। प्रलोभनको परीक्षा। अब यो 50 अङ्कको कथा चाहिँ एकदमै अचम्मको छ है। आयोजकले दुवै टोलीलाई 50-50 वटा खानाका क्यान दिए। शर्त के थियो भने 72 घण्टाभित्र जसले सबैभन्दा धेरै नखोलिएका क्यान फिर्ता गर्छ उसले विशेष पुरस्कार पाउनेछ। यहाँ अचम्मको कुरा के भयो भने दुवै टोली यति धेरै शङ्कालु र ईर्ष्यालु भए नि उनीहरू भोकभोकै बसे तर एउटा पनि क्यान खोलेनन्। अर्को टोलीले पनि नखोलिराखेको होला भन्ने डरले उनीहरूले ती क्यानहरू लगेर जङ्गलमै गाडे। अन्त्यमा दुवै टोलीले 50 वटै क्यान फिर्ता गरे। टाई भयो र कसैले पनि पुरस्कार पाएनन्। यसले उनीहरूको रिस र निराशालाई झनै बढाउने काम मात्र गर्यो। यो बक्स च्यालेन्जले मैले नपाए उसले पनि नपाओस् भन्ने मानसिकतालाई कतिसम्म उदाङ्गो पार्छ भने यो देख्दा जो कोही पनि छक्क पर्न सक्छ। खेलमा पालैपालो महत्त्वपूर्ण सामानहरू भएका बक्सहरू प्रस्ताव गरियो। नियम के थियो भने यदि दुवैले अस्वीकार गरे मात्र अर्को बक्स खुल्ने, तर कसैले एउटा लियो अर्को टोलीले केही पनि नपाउने। विपक्षीले केही नपाओस् भनेर मात्रै उनीहरूले माछा मार्ने जाल, फलामका भाँडा, स्वादिष्ट चकलेट र निर्माण सामग्री सबै पालैपालो अस्वीकार गरे। उनीहरू आफै भोकै र चिसोमा तडपिरहेका थिए, तर विपक्षीलाई जित्ने होडमा उनीहरूले आफ्नै आधारभूत आवश्यकताहरूलाई समेत लत्याइदिए। बाँच्नुको वास्तविक मूल्य र सम्पूर्ण घटनाक्रमको चुरो गुरु यही नै हो। पक्कै पनि जङ्गलमा खानेकुरा खोज्न सक्नु र पानी नछिर्ने वासस्थान बनाउन जान्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हुन्। तर जब मानसिक दबाव बढ्छ, खानेकुरा सकिन थाल्छ र कष्ट थपिन्छ, तब समूहभित्रको भावनात्मक सम्बन्ध, आपसी विश्वास र सहकार्य नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण सर्भाइभल टुल बन्न पुग्छ। ती साधारण मानिसहरू जसले एकअर्कालाई दरिलो साथ दिए, उनीहरूले विशेषज्ञहरूको त्यो ठूलो अहङ्कारलाई ठाडै चुनौती दिए। अन्त्यमा यो प्रश्नमाथि एकछिन विचार गरौँ। यो सम्पूर्ण अध्ययनले प्राविधिक सिप र भावनात्मक बौद्धिकता बीचको सन्तुलन कति जरुरी छ भन्ने कुरा एकदमै स्पष्ट पारेको छ। कोही व्यक्ति एक्लै जतिसुकै सक्षम किन नहोस्, ठूला सङ्कटहरू पार गर्न एकअर्काको साथ अनिवार्य चाहिन्छ नै। सङ्कटको घडीमा सबैमाथि हावी हुने अल्फा बन्ने कि सबैलाई जोडेर अघि बढ्ने सूत्रधार बन्ने, यो साँच्चै नै एउटा गम्भीर प्रश्न हो। आजको यो रोचक विश्लेषण यही अन्त्य हुन्छ।